आज त राम धरनमा गाडी नै नभएको जतिकै खाँदेर ल्यायो। छैन जाने गाडी शिक्षा लागेको पनि थियो नि त आज। खोइ ग्याडौँ त्यहाँ बाटोमा बसिरहेको हामीले त अघि दिएको हो न हाई गर्नु। अब हामी लास्ट उदयमा जानुभयो भाइहरू हामी पनि जाने नि अब अहिले जाउँ अब हामी। राम 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 यस्तो पाराले त कहिले आएको थिएन है। खै आन्टी अलिकति जान्छु। खै जाउँ हामी जाउँ न हौ हाम्रो मेरो टेम्पो $110 भन्छ रात पनि लाग्दैन। आयुन सु आयो सु आयो कि आएन भनेको बहिनीलाई। अयो किनिदिउँ न एउटा एप्पल भरे त्यहाँ स्याउ पाउँदैन। के हो एप्पल? एप्पल यता हो क्या? साडी त सबै मेरो गयो। हिँड ल छेमाइर हिँड ल हिँड न मेरो साडी बिग्रियो। लुगा फेर्यो बहिनीले। छिटो होइन है लेट भइसक्यो है। वर्षमै आउँदैछ अरे कि के किनेको हौ? छैन त उयो छैन पोस्टी खाँदैन। यो त पकाएर त खाँदैन त। हामी खाने हौ यो ठुलो ठुलो खाँदैको छु कि दाई अरे हेर्न त्यहाँ अङ्कल हौ बाजे उहाँले दिनु भन्नुभयो हौ खाऊ अरे धुनु पर्छ। अहिले आएन है धुनुपर्छ। दुईले त किन लिएर भएको आमा दिनु पर्ने अरे फेरि त्यो राख्नु हुँदैन। एउटा मात्रै दुई सय होइन पर्दैन त्यो खाँदैन त्यो धुएर दिइहाल्नुपर्छ त्यो उयो भोक लाग्यो होला नि बिहान खाएको ड्राइगन खाने पर्दैन खान्छ नि के हामीले खाइहाल्छ होइन ड्राइगन थोरै हुन्छ अब उसलाई रिस उठ्यो है बोक्नु भनेको नि जाउँ
छोडिदिन्छु बोक्नु त्यहीमा के लाज पर्छ हो न पहिला पहिला चाहिँ बोक न भन्थ्यो होइन अहिले त सुतिहाल्छ क्या छिटै न के भन्नु नाचिहाल्नुपर्छ गीत त सुन्नु हुँदैन खुट्टा उजालिसक्यो एउटा आयो हजुर टिम्बुर आएछ हेर्न निनीले खानु मिल्दैन होइन भोलि कति हाम्रो घरमा आइज दाजुको कति नै उयो भनेर लिची चाहिँ मेरो हेर्न लुगा सबै भिजो सबै फोहोर मेरो अगाडि पटुकाले होइन हौ त्यो भित्रको लुज लगाएछु मैले पेटीकोट लगाएको जस्तै भइरहेको छैन चप्पल हेरिदिनु पर्छ यसलाई छिटै नै आयुन आयुन कहाँ हिँडेको हामी मेला भन न मेला साकेला कहाँ हिँडेको है म्याङ्गो कहाँ जानुहुँदैन अहिले कुट्नुहुन्छ चप्पल अहिले भरे आउँदा किन्नुपर्छ ल अहिले हामी तल मेला गएर आइहालौँ न त्यो डनहरू हेर्नु त मलाई छोडिराखेर गएको ज्ञानमायाले नानीको आमा गएन भने म जाँदिनँ भन्दै थियो त्यही भएर हामी जबरजस्ती आएको है आयो हामी जबरजस्ती आएको होइन ज्ञानमायाले म लादिनँ नानीको आमा र नानी गयो भने म जाँदिनँ भनेको थियो दुईटा फर्केर हिँडिरहेको छ कतिको मैले ब्लग बनाइरहेछु भाइरल त अस्तिको कतिले हेर अङ्गुर अरे पुसेर दिएन हौ बहिनीलाई बिहानदेखि खानै छैन देमालाई त पुरा घुम्यो भइसक्यो मागेको भनेको थियो देमाले गाडीमा टेन्ट गरेर माथि आएको थियो अलिअलि क्रिम पनि भएको के साह्रो गनाउने हौ नोकरीलाई त म त जानै परेन म त त्यो सेन बनाएर गाडीबाट खै होला त्यो सेन बनाउनु केटाहरू थियो नि त्यो आमिलोले त्यो आमिलो हुन्छ नि अब उयो पनि फेरि सेन मिक्सिन कस्तो बाजे गाडी रोक्छ त्यस्तो ब्युटिसियन गर्ने गएको दिन्छु धुनुपर्छ केमेको लुकिनु भनेको छ नि आमा धुनु नि सुमित्राले सर्फ ल्याएको म सबै बोलिसकेँ भरे ब्याग बोल्दा पनि मिल्छ क्या सुमिता राई मात्रै भन्नु सुमिता राई शेर्पा मेलदारी फर्स्ट मालिक कति बोल्यो होइन अनि त्यहाँबाट लास्टमा गटङ टेङ टेङ आउँछ नि बिचमा किन बोल्नु लुङ्गी सबै छ त मेरो भाइ कसरी
यो त डिसिजन भएर डिसिजन बेटा तिमीहरू आउँछौ हामी पनि जान्छौँ है भन्नुलाई फोन उठायो उठाइन आएको त्यो फोन एउटा गाडो थपेर अर्को पनि गाडो थपेर दिमाग खराब गर्छ आउँछ होला नि श्रेयाहरू आउँछ मात्रै आउँछ भने श्रेयाले त बोकिदिनु पऱ्यो नि त्यो भाइ बोक्दैन नि त बोक्दा मारेको नि हुन्छ बोक्दा मार्दैन एकै हिलोमा बगाएर चाहिँ खाउँ न हामी यो मुख पटाउँदैन भने मात्रै खाँदा हुँदैन झोल चलाउँदै खानु पर्छ सरी भन्दा न माने सरी सरी छैमा तपाईँलाई पुरुष बुन्नु आउँदैन के ढोला बुन्नुलाई नि सानो राम्रै आउँदैन आफ्नो जान्ने छ नि हाम्रो दिदीले छिनीले कहिले काम गर्दैन नहुने नहुने बुनिरहन्छ त्यस्तो त कहिले बिग्रिन्छ त्यो झुन्डाकोहरू यो हाम्रो यस्तो ब्याग बोक्नु पर्दैन थियो कि यस्तो ड्रेस त्यहीँ एउटा लुगा लगाइहालेको भए पनि हुने दिदीले मन पऱ्यो यो बोक्नु त मिल्थेन निनीले बुन्नुहुन्छ त यहाँ हेर्नु यहाँ निनीले बुनेको अब त आँखा देख्दैन छुट्टीले उयो गरेको यत्रो अलिकति थपेको भइहाल्थ्यो होइन थोरै अलिकति यति हक्लो मात्रै सादा बुनेर बुट्टा के अरे फुल झुन्डाउँदा पनि हुन्छ नि आइनको मुख हेरेर ल्याएछु गाडीमै बुझ्न हौ त्यहाँ हेर्छु एकछिनमा दिन्छु छेमाले दिन्छु के खाएको त्यो अङ्गुर पनि पानी के खाएको हजुर यो के खाएको यो के हो अङ्गुर गोवा तपाईँको हात हेर्दै छ मम्मीलाई जाउँ मम्मीलाई छेमाले मोबाइल चाहिँ केही देख्दैन खाएन लाइभ तपाईँले हालिदिनु ल लाइभ मिलाएर भनेर कस्तो राम्रो आउँछ त्यसमा के खाएको ल्याउनु भएको थियो बाटो बनाउँदै हेर्नु न अर्कोतिर भोज पठाएन ठुलो छ दिँदैन हिँड्नु ल हिँड्नु पो भन्ने अरे अब अनि के मजा भयो त हौ मान्छे जाममा चाहिँ वेट गराउनु चाहिँ पर्छ होला अहिले त यहाँ लु मैले भनेको पर त के त फेरि खै हामी बेलैमा हेरि जान्छौँ हामी यताको भए पनि ढिलो आउँछौँ पोहोर यहीँ होइन कटाकट भएको यहीँ मेला लागेको थियो नि हामीले थाहा भएन मान्छे मर त ऊ बुकिङ झापाको त्यो कुमार अङ्कलहरूको आफ्नो मान्छे मारेको पो त फेरि हामी थाहा भएन होइन बेलैमा गयौँ नि त हामी
त्यहाँ नि आएको थियो आउनु पनि माथि 0 पोइन्ट गएर 12 को एक्जाम सकेर आएको थियो अरे क्या ऊ अहिले पनि एसएलसी दिन्छ 12 दिन यहाँ त अहिले यहाँ त वर्षमा एकचोटि चाहिँ यहाँ भिडै हुन्छ होला है मान्छे नभएको बेला हातै आउँदैन होला फुटबल गेम भएको बेला आउँछ त्यहाँनिर त कार्यक्रमहरू सबै माथि भान्चुकमै हुन्छ राम्रो रहेछ है हामीनिर अलिकति दुलो छ होइन भुवा पनि दिँदैन नि त मलाई ठिक्क हुन्छ लाउनु चाहिँ दिनुहुन्छ हामी फेरि कति राम्रो टाँसेको चाहिँ नलाउने अरे त्यही पनि दिँदैनन् क्या तिमीले त्यो अरू भयो फ्याँकिदिइसक्यो पहिले लागेको भयो भन आमाले म त यो काठी नगरेर लाउँछु होइन म त ठुलोहरू गाउँदैन क्या अरूले चाहिँ लगाइरहेको छ भनेको म त लाउँदैन रेडीमेड मात्रै काठी मिलाएको लाउँछ अरू गरेको चाहिँ काठी लगाएको रहेछ त्यो किनेको हुन्छ नि फिक्स होला अनि बाटो बाइक ड्राइभरै फिक्स हो म त फिक्स भएको त लाग्छ र के हो छोराको योभन्दा घाट पनि नलाएको योभन्दा पानी पनि नपरोस् ठिकै भनेर भनेको त हो आयो भने के हुन्छ हौ अठार त्यतापट्टि त बन्द मेला आयो है मिनी मेला आयो बजार आयो है बजार होइन कति बुनेको झोला कति धेरै बुनेको म हेर्न बुनेको राखेको होला हौ आज मात्रै लुत्रो चस्मा त्यसरी लगाएको क्या कोही लाइनमा चस्मा किनिदिन्छु ल जाउँ है हामी भित्र पनि पाउँछ होला त हौ कल्चर ड्रेस राईकै मात्रै रहेछ हौ हेर लुङ्गी हेर्न त्यहाँ लुङ्गी हेर्न त्यहाँ यस्तो बुनेको भए कति बिक्री हुन्थ्यो कति अरूले खोजेको थियो यो चेन बिनाको रहेछ यो चेनवाला साइज त यो ठिक छ हौ त्यत्रीमा चेनवाला बुनेहरू त पनि नम्बर कतिवटा छ अन्त
खजुरी 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 के भयो त्यो चार आनाको छारे यो त यसको नि ठिक हुन्छ हौ हल्का हुन्छ क्या यो हेर लाएको जस्तै छैन नि पातला भएर मात्रै हो अगाडि लाउनु त यो सानोमा राम्रो हुने रहेछ यो सानो ठिक हुन्छ क्या हजुरको छारे यो त टन्नै छारे यस्तो सानोकै बनाउँदा पनि हुन्छ ए ठिक्क हुन्छ त सानो खोइ यो चाँदीले अगाडि अब छड्के चाहिँ सानो हुन्छ होइन अगाडि ठिक्क हुन्छ यो हजुरले यही फ्रेममा नि त पर्छ एउटा यहाँ दुलाकी बोकी ल्याउनु भएको होइन अहिले देखाउनै पर्छ त म देखाइदिन्छु त अहिले यहाँ किनेको होइन है घरबाटै ल्याएको हो यो बुलाकी बिर्सिनु भएको क्या लाउनु कानमा किन नलाउनु भएको अर्को कानको लागि एक बज्न आँटेको हो जाउँ है एक बज्न आँटेको नानीले कहाँ भने त थाहा छैन सेवा गरेर छिटो हजुर ए हामी यता साथी यति आएको हो कि तर आएको छैन अहिले घुमेर आउँछु नि प्रवेश गरिरहनु भएको छ उहाँलाई पनि म स्वागत सम्मान गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। किरात राई आएका के भनेको विराटनगर महानगरपालिकाका अध्यक्ष आदरणीय विष्णु राईज्यूको नेतृत्वमा यहाँ नाच न तिमी पनि प्रवेश भइरहेको छ। उहाँलाई म हार्दिक स्वागत सम्मान गर्न चाहन्छु र यसै क्रममा हामीले विभिन्न यस भूगोलका राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई पनि हामीले नियुक्त दिएका थियौँ। यसै क्रममा
एकत्रित समाजवादी भने बोलाउनुहुन्छ पार्टीका नगर अध्यक्ष भिडियो गरेर हिँड्नु भनेको त आत्महत्या भएको छ उहाँलाई पनि म आत्महत्या गर्नको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो यहाँ त पर छ अरे त यतापट्टि छ अरे हौ पहिलाको ठाउँमा हे जानु अरे हौ आऊ अगाडि जाउँ हामी त यो हाम्रो प्रवेशद्वार अगाडि एउटा सेटी सफाइरहेको देखिन्छ। यहीँ उभिनुपर्छ यहाँबाट जानु हुँदैन बिस्तारै हिँड न यिनीहरूसँग जाउँ यहाँ मान्छेले क्या त्यसै गरी फेरि पनि हाम्रा अर्का सहभागी प्रवेश गरिसक्नु भएको छ किराँत साङपाङ राई उमेका नेपाल जिल्ला कार्य समिति सुनसरीको सम्पूर्ण टिम राखीसहित प्रवेश गरिसक्नु भएको छ। उहाँहरूलाई स्वागत सम्मान गरिदिनुहुनको लागि हाम्रा जिल्ला कार्य समितिका सम्पूर्ण टिमहरूलाई म हार्दिक अनुरोध गर्दै उहाँहरूलाई स्वागत सम्मान छ र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। खोइ छेमाहरू एकछिन पख न उता हेर न उता उता चिन्डो उता र यसै क्रममा हाम्रो यो साकेला पार्कभित्र रहेको साकेलामा खानमा सधैँ पूजाआजा गरेर सहयोग गर्नुहुने गीता राईज्यूको पनि आगमन भएको छ। उहाँलाई पनि म अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र हामीले अगाडि ब्यानर हेरिरहेका छौँ किराँत साङपाङ राई उम्लेखा नेपाल जिल्ला कार्य समिति सुनसरीको यो विशाल संस्कृति प्रेमीहरूको यो हाम्रो नाच टोली यहाँ प्रवेश गरिरहनु भएको छ। उहाँहरूलाई पनि म हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। किराँत राई साङपाङ उम्लेखा सुनसरीको यो विशाल टिम आफ्नो संस्कृतिको माया गर्ने आफ्नो संस्कृतिको मोह राख्ने आदरणीय तमाम संस्कृति प्रेमी महानुभावहरूको यो सङ्गम स्थल यो साकेला सांस्कृतिक पार्क हामी हाम्रो विभिन्न कामहरू छाडेर हाम्रो यो चाड मनाउने क्रममा यति बेला हामी यहाँ जम्मा भएका छौँ र साङपाङ राई उम्लेखा यो टोली यहाँ प्रवेश गरिरहनु भएको छ। किराँत राई आएका बरा क्षेत्र 9 र 10 का अध्यक्ष आदरणीय जङ्ग राईको नेतृत्वमा यहाँ प्रवेश गरिरहनु भएको छ र हामीले हेरिरहेका छौँ हाम्रा युवा युवतीहरू हाम्रो संस्कृति प्रति अत्यन्तै मोह राखेर आफ्नो संस्थाको यो पवित्र झन्डा शिरमाथि राखेर यहाँ प्रवेश गरिरहनु भएको छ। उहाँहरूलाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु र उहाँहरूलाई आफ्नो नाचस्थलसम्म पुर्याइदिनु हुनुको लागि म स्वयंसेवक मित्रहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। किराँत राई आयो था बडा क्षेत्र 9 र 10 को हर्ष उल्लासका साथ सहभागिता जनाउनु भएको छ। यहाँलाई धेरै धेरै स्वागत सम्मान अनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो हर्ष उल्लास यो पानी केहीले पनि नफेक्ने यो हाम्रो किराँती समुदायको एउटा जोस जागर यो प्रकृतिले दिएको देन हामीमा अझै पनि बाँकी रहेको छ। यसलाई हामी
कहिले पनि मार्ने छैनौ भन्ने यो जमातले देखाएको छ। ल यहाँहरूलाई धेरै धेरै स्वागत, सम्मान र शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले देखिरहेका छौँ धरान बडा क्षेत्र 9 र 10 को यो विशाल टोली यहाँ प्रवेश गरिरहनु भएको छ र यसै क्रममा किराँत आइआएका विशिष्ट संरक्षक सदस्य आदरणीय शिव कान्ता राईज्यूलाई पनि म विशेष अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै गरी म नेपाल जनमुक्ति पार्टीका प्रतिनिधि शिवहाङ राईज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि म यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी राजेश राई के सरोज कि राजेश आउनुहुन्छ होला र अतिथि आसन ग्रहणको क्रमलाई म पुनः जोड्न गइरहेको छु र यति बेला संयुक्त पहिचानवादी मोर्चाका संयोजक आदरणीय देउमान लिम्बुज्यूको पनि यहाँ आगमन भएको छ। उहाँलाई पनि आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुको लागि म यस स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। देउमान लिम्बुज्यू र यसै क्रममा किराँत राईका धरान 5 र 6 का आदरणीय अध्यक्ष रामकुमार राईज्यूको नेतृत्वमा यति बेला विशाल आफ्नो सांस्कृतिक कर्मीहरूको नेतृत्व गर्दै यहाँ प्रवेश गरिरहनु भएको छ। उहाँहरूलाई म हार्दिक स्वागत सम्मान गर्न चाहन्छु र किराँत राईका सुनसनीलाई उहाँहरूलाई सम्मान गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। धरान 5 का आदरणीय अध्यक्ष रामकुमार राईज्यूको नेतृत्वमा यहाँ यति बेला विशाल युवा युवतीहरूको भिडका साथ उहाँहरू प्रवेश गरिरहनु भएको छ र आफ्नो जातीय वेशभूषामा ठाकिएर ढोल र झ्याम्चाको तालमा आफ्नो किराँती लयका गीतहरू गाउँदै यहाँ आफ्नो संस्कृति बनाउनको लागि यहाँ प्रवेश गरिरहनु भएको छ। उहाँहरूलाई म हार्दिक स्वागत गर्दै आफ्नो जाति स्थलसम्म पुर्याइदिनुको लागि म स्वयंसेवक मित्रहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। हजारौंको संख्यामा उहाँहरू प्रवेश गरिरहनु भएको छ। आफ्नो जातीय वेशभूषामा सजिएर आफ्नो जातीय संस्कृतिको आफ्नो चाडको मोह साथसाथै लिएर उहाँहरू प्रवेश गरिरहनु भएको छ। उहाँहरूलाई म हार्दिक मौखौली साकेला सिली प्रदर्शनी प्रतियोगिता 2082 नवम्बर सम्बत 5085। इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान 1 नम्बर प्रदेश किराँत प्रदेश समग्र प्रदेशवासीको आह्वान। यस कार्यक्रमका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्राली,
सह प्रायोजक बोटलर्स नेपाल, तराई प्राली, कोका कोला, रु 25,000। रेडबुल सारस बेबुस प्राली। प्रथम पुरस्कार सुम्निमा पादोहाङ प्रतिमा निर्माणदाता एवं अक्षकोषदाता कृष्णदेव र दया राईबाट रु 40,000 र धरान 18 निवासी प्रेम मुकारुङबाट रु 40,000। दोस्रो पुरस्कार धरान 17 निवासी टिकमाया राई 64बाट रु 30,000। तेस्रो पुरस्कार धरान उपमहानगरपालिका वडा नम्बर 18 का वडा अध्यक्ष प्रवीण राईबाट रु 25,000। मार्ने घाट निवासी सानी राईबाट रु 18,000। धरान 18 निवासी अम्बिका राईबाट उत्कृष्ट सामग्री दुःखमा धरानभित्र रु 18,000। पूर्व सदस्य विद्या बान्तावा राईबाट दिवंगत भाइको स्मृतिमा उत्कृष्ट सामग्री पहिलो पुरस्कार रु 7,000। जिल्ला सदस्य सागर राई र समती राईबाट उत्कृष्ट सामग्री प्रथम रु 7,000। धरान 15 निवासी तेजचन्द्र राईबाट धरान 7 निवासी सोनु राई अङ्कबाट दिवंगत दिवाकर स्मृतिमा 5,000 बराबरको मानी। विराट राई राईका सुसनी सदस्य जालुका राई फुट्दैन हेर्दा फुट्ने खाले होला आदरणीय रु 5,000 फुट्दैन आसन ग्रहणको क्रमलाई जोड्न गइरहेको छु। बहिनीलाई साम्नु दिइहाल्दा एकपट्टि हाम्रो आमन्त्रणालाई स्वीकारेर कुन लाने नानी कुन लाने उपमहानगर कुन पालिका यो क्रम लगभग 2 घण्टा अगाडिदेखि यतिकै रूपमा यही होटलमा हाम्रा आदरणीय संस्कृति कर्मी महानुभावहरूको प्रवेश भइरहेको छ र हामीले हेर्न सकिन्छ हाम्रो बेला 400 रुपैयाँ गोटा अरे एउटा चिन्डोलाई 400 एउटालाई ठाउँबाट विभिन्न वडाहरूबाट हाम्रा वडा कमिटीको नेतृत्वमा किरात राईहरूको पहिचान यो चिन्डो हजुरी यो संस्कृति हामीले पुरानो पुस्ताले नयाँ पुस्ताका बहिनीले हान 300 खाइसक्यो त हौ हामीले यहाँ उपस्थिति देख्न सकिन्छ। त्यसो भएको हुनाले हाम्रो संस्कृति प्रतिको मोह हाम्रो संस्कार भाषा वेशभूषा प्रतिको मोह अत्यन्तै बढेर गइरहेको कुरा म हार्दिक जानकारी गराउन चाहन्छु। उताबाट जाउँ न पिछे पिच बाटो होइन हिलो त्यसो गर्नु हुँदैन ओइ 100 रुपियाँ फ्याँक्नु त हौ जाँदा जाँदा दोकान देख्दा देख्दा कुद्छ नि धरान 8 निवासी लालमणि राईबाट रु 2,100। धरान 15 निवासी युवराज राईबाट रु 2,000। धरान 8 निवासी विकास राईबाट रु 5,000। धरान 8 निवासी भीमप्रसाद राईबाट रु 1,500। धरान 8 निवासी नीलबहादुर राईबाट रु 4,000। धरान 8 निवासी उत्तर कुमार राईबाट रु 3,000। भैचुङछा सही कुमार राईबाट रु 5,000। धरान 7 निवासी समाजसेवी पर्वत राईबाट रु 5,000। हाल युके निवासी महिमा राईबाट रु 15,000। धरान 13 निवासी राईबाट रु 5,000। यसै गरी म अतिथि आसन ग्रहणको क्रमलाई जोड्न गइरहेको छु र विराट राई याएखाका विशिष्ट संरक्षक सदस्य आदरणीय रवि राईज्यूलाई पनि म आजको यस कार्यक्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै गरी किरात राई याएका केन्द्रीय समितिका सल्लाहकार तथा समाजसेवी आदरणीय सुभाष राईज्यूलाई पनि कार्यपालिका सदस्य विकास पार्टीज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिन हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो पाहाडमा यस्तै गर्थ्यो है हाम्रो पनि
मकै ठाक्रा इतिहास भूगोल संस्कृति र सभ्यताको सम्मान 1 नम्बर प्रदेश बिहार प्रदेश समग्र प्रदेशवासीको आभार होइन बहिनी अहिले घाम यस्तो ढल्के भएर फोटो खिचौँ ल अहिले सिधै छाया पर्छ क्या जाउँ आइडिया लाग्यो कि अब छाँ तरेर सम्भव होइन तिमी अर्को पछाडि बोक्नु नि म त बोक्दिनँ है गरौँ भइसक्यो मेरो दोस्रो पुरस्कार खराब सत्र निवासी हितमाया राई 64बाट रु 20,000। तेस्रो पुरस्कार धरान उपमहानगरपालिका वडा नम्बर 18 का वडा अध्यक्ष रवि राईबाट रु 25,000। राजेखाडा निवासी तानी राईबाट खराबभित्र रु 18,000। निवासी अम्बिका राईबाट हामी त फर्किनु आँटेको भन्छु म एकछिन नजोटीलाई तिनीहरू त हिँडेको छैन होला थाहा छैन फोन आएको भन्न दिवंगत भाइको स्मृतिमा उत्कृष्ट सामग्री पहिलो पुरस्कार ऊ जाऊ जेमा गइसक्यो उता जिल्ला सदस्य सागर राई र समती राईबाट उत्कृष्ट सामग्री प्रथम रु 7,000। खरान पत्र निवासी अतिथि आसन के हो त्यो उयो नि केन्द्रीय समितिका आदरणीय अध्यक्ष ज्ञान राईज्यूको पनि यहाँ उपस्थित रहेको छ। उहाँलाई पनि आजको कार्यक्रममा अतिथि आसन गर्नको लागि म हार्दिक क्या अहिले म अघि किनेको होइन यता आउन हौ सामान हौ बहिनी हेर्न कुदेको यो बोकेर यो दिएर त अर्को तान्नु आँट त हौ फेरि कुदेमा समाउँछ बहिनी कुद्दै पुग्दै गर्नुपर्छ अहिले सिधै गरेर नल्याऊ है भनेको लुगा फोरमा यो दिइहालेको क्या अब अर्को चाहियो अरे यो पुग्यो यो जुत्ताले हिँडिसक्नु बोकिसक्नु छ अब अर्कै लाउनु पर्दैन थियो यो चाहियो यो अब अगायो क्या अनि अर्को चाहियो अरे अनि अर्को माग्नुको लागि 1,000 सक्यो अरे क्या अहिले ठ्याक्कै अहिलेसम्ममा कति सक्यो 300 रुपियाँ सकिसक्यो मेलामा अबदेखि नानी लिएर नहिँड्ने अर्को सालबाट स्कुल जान्छ त्यही भएर यो सालमा आइहालेको त आएर दुःख दियो ज्ञान माया कति जानुभयो के खाने यहीँ खाने कहाँ खाने हेर अन्त नि के बोलेर हेर्नु न हौ म चाहिँ यहाँ झन् गर्दैछु रे गर्नु खाली नै नानी सानी होला बोकिदिएको त नानी नबोकौँ भनेको
सरुवा रक्सी खाम न उयो राखौँ स्कुटीमा मैले आइसक्रिम खान्छ अरे अघि मैले छाता दिँदा दिइहालेको तल बाक्लोमा चाको यो बोक्नु न यस्तो अनुहार परेको यसरी हिँडिरहेछु बहिनीलाई यो फुल लगायो अरे अर्को किनिदेऊ आमा भन्नु थाल्यो फ्याँकेर आप्पाले 500 रुपियाँ दिएको अघि सकिसम्म चिन्थेन 100 भन्दा मुनि केही छैन हौ गाँठे कति अरे 250 त्यो बिनायोलाई चाहिँ कति हो यो चिन्डो र हङकङबाट मगाउनु पर्छ हेर न यहाँ खेलाउनामै आँखा छ यहाँ हेर्नु न खेलाउनामै आँखा छ आया भरे मेवा हङ्गमा जानुपर्छ छ कि अलिअलि रोटी पनि दिनु न बहिनी सरुवा देऊ न बोको न यहाँ बोको न त्यो राखिदिनु अरे डेमा छिटो पस्को न हौ यो पस्किन खान्छ छिटो ल ल ल के भयो नखाने बोको न Apa
नदिनु न बहिनीलाई त पानी देऊ त बहिनीको त्यही माथि माग्ला गुलियो छ नि गुलियो हुन्छ यो हल्लाउनु न हौ यहाँ चाहिँ भएन कहाँ कुदाएको हौ र त यस्तो हुँदैन नि पिठे यहाँ त यस्तो पाउँदो रहेछ सँग जबको थाम्सुलेहरूमा चाहिँ गिल्लो खालको दिँदा खान्छ क्या हो सबैमा यस्तै फ्लुरहरू हुन्छ त्यो चाहिँ सजा मलाई चाहिँ गिल्लो बेस्ट लाग्छ है त्यो पनि यो पनि टेस्ट गर्नु पर्यो आत्तै मिठो छैन यस्तो खालको तिते चाहिँ खासै मिठो हुँदैन कि हामीले पकाएको चाहिँ एकदम गिल्लो खाले हुन्छ अनि सबै नुन खोर्सानी मिसेको मजाले मिलेको अदुवा लसुन यो चाहिँ भातमा मासु भुटेको जस्तो छिटो छिटो पनि छैन मजाले घोलेको पनि छैन नुन खोर्सानी पनि कता कता आजको हाम्रो साकेला स्पेसल बोतल एउटा काइना कहिले भगरलाई खाउको न पारिदिन्छु अहिले म नानी चाहिँ हेर्दैन मुला लिएर भाँडालाई मैले हारे खाँदैन छोरा पकाएको चाहिँ नानी पकाएको छ मुला तिमीहरू राम्रो राम्रो मिसेको छौ हेर होला नगर त्यो ठुलो भयो नि त सानो चाहिँ खानु आलु अझै खाने भयो आलु अझै खाने भयो पैसै परेको सरुवा मात्रै मन जस्तो भयो होइन एमा आछि लाग्यो अरे चुप अरे उल्टे यहीँ पाउँछ त चटपटी बहिनी चटपटी पनि बनाउनुहुन्छ 50को दिनु न हामीलाई आउँछ होला आउँछ बनाइदिनु ल हिलो छ त्यसमा मात्र देउँदैन
चटपटे मिठो छ जस्तो है म्यास चलालाई कति नै इष्ट आउँदो रहेछ कुनी लाला म दोकानमा है हामीले 300 को एक मुठी गर्छ हाम्रो लचिपा महँगो भएर खानु नपाएर गनगनी हो यिनीहरू दाम राख्नु पर्यो नि हराउँछ है बहिनी हिँड्न ल हिँड्छ तेरो छोरी अब यो फ्याँकेर कहाँ हिँडेको होला उता कहाँ जानु यहाँ गाडी आयो क्या जाऊ 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 न हिँड न छेमाएर देमा गइसक्नु भयो हिँड ऊ पर हामीलाई छोडिराखी हेलो यहाँ हाम्रो डन घरि हिँड्छ घरि हिँड्दैन हिँड न उदेमाहरू तेमाहरू छोडिराख्छ होला म रिस्को उठाउँदा होला मलाई गएको हौ तेमाहरू गइसक्यो भन्छु तेमाहरू अघि त त्यही किनिमा आएको अहिले त फेरि फ्याँक्छ हौ छाडालाई यस्तो नहिँड्ने मान्छे किन आएको बजार मेला
भन न भन्छ बजार भन्छ जानु भयो कहाँ नजान्छ अहिले गएर बोकी माग्छ खिच्दै मेरो भयो 10वटा खिच्दै आयुन 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 यता फर्क त नानी ओइ आता हेर आता 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 छोडै दे नानी अनि खाला सुताइ त्यो टिपो Mira que vino a malu. Kita nak gian udah mira kita. Bisa lagi sakai. मैले खाएन नाना अनि खानुले मैले के सक्छ गयो फेरि मेरो नाना Ya, enak kan ini kuda. किनत्र सँग सम्बन्धित विभिन्न तहका केन्द्र जिल्ला नगर वडा विभिन्न तहका नेतृत्व तथा प्रतिनिधिज्यूहरू यो कार्यक्रमलाई विशेष बनाउनका लागि विभिन्न वडा तथा नगर बाहिरबाट पाल्नुहुने सिली प्रदर्शनी टोलीका नेतृत्व व्यवस्थापक सञ्चालक सिली प्रदर्शनकर्ता कलाकार भाइ बहिनीहरू नानीहरू यो कार्यक्रमलाई भव्य बनाउनका लागि पाल्नुहुने सम्पूर्ण नगरवासी तथा नगर बाहिरबाट आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू पत्रकार मित्रहरू र सुरक्षाकर्मी मित्रहरू सबैजनालाई हार्दिक सेवा नमस्कार भन्न चाहन्छु।
खास धेरै कुरा भन्ने कुरा केही पनि छैन, बुझ्ने कुराहरू छन्। बडो खुसी लाग्छ वर्षमा एकचोटि यो पार्कमा हामी भेला हुन्छौँ। धेरै रमाइलो लाग्छ यहाँनिर चाहिँ यो कार्यक्रममा सहभागी बन्न पाउँदाखेरि। यो निर्वाचन हुनुभन्दा अगाडि, निर्वाचित हुनुभन्दा अगाडि चाहिँ म यसरी नै तपाईँहरू जस्तै एउटा कुनामा परबाट कार्यक्रम हेर्थेँ, राम्रो लाग्थ्यो। भनाइहरू सुन्थेँ, सिडीहरू हेर्थेँ, राम्रोसँग सुन्नु। त्यो ढोलले तपाईँलाई उठ कि उठ भनिरहेको बसु हेरेर बसुको बसु उठ भन्दै फेरि उठेर मात्रै होइन, एकजुट बनेर कहिले काम गर भनेर पनि हामीलाई भनिरहेको। त्यो जागरण, त्यो ढोलले हामीलाई चाहिँ सबैजनालाई ल्याएको हुन सकोस् भन्ने शुभकामना दिन चाहन्छु। हामी उठेका छौँ कि छैनौँ? हामी उठेका छौँ भने पनि हामी जुटेका छैनौँ होला, विभिन्न बहानाले हामी फुटेर बसेका होला। त्यसो भएको कारणले गर्दाखेरि उठ्नुपर्छ र जुट्नुपर्छ भनेर त्यो ढोलले हामीलाई भनिरहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। अब हामी यहाँ थुप्रै कुराहरू गर्छौँ है। यहाँ उहाँहरू छ, अघि भर्खर चाहिँ हाम्रा छैन पूर्ववक्ता विद्वान मित्रले मुन्धुमको कुरा पनि गर्दै हुनुहुन्थ्यो। वास्तवमा के होला मुन्धुम भन्दा मलाई चाहिँ लाग्छ, फेरि म फाल्दै खालको मान्छे छु, इमानदार किराँतीको बोली, इमानदार किराँतीको मनमा हुने विचार, त्यही हो मुन्धुम। तपाईहरु इमानदार हुनुहुन्छ भने तपाईको मुखबाट निस्केको सत्य वचन त्यही हो बुझ्नु। मुन्डुमलाई कहीँबाट खोजिनु पर्दैन, कहाँ लेखेको छ, ढुङ्गामा लेखेको छ कि कहाँ छ त त्यसको भनेर अभिलेखहरू हेरिराख्नु पर्दैन। तपाईँ सचेत बन्नुहोस्, संस्कृतिप्रति सचेत बन्नुहोस्, पिता पुर्खाले हाम्रो पूर्वजले सिकाएको जस्तो बन्नुहोस्। हामी इमानदार बन्न सक्यौँ र हामी इमानदार बनेर सत्य वचन बोल्न सक्यौँ भने त्यही हो। इमानदार मान्छेको बोलीमा शक्ति हुन्छ। अलि घमण्ड गरे जस्तो नहोस्। 5 बजे सबै ठ्याक्कै 7 बजे चाहिँ हामी यहाँ आइपुग्यौँ होइन, तर यहाँ गाडी नै छैन कि। यहाँ चप्पल चुट्टेको थियो, यहाँ यस्तो भइरहेको थियो। यिनीहरूले छोडिराखेर हामी त भर्खर आएको नि। बिचरा नानी भएकोले मात्रै त सफारीवालाले मलाई कुट्थ्यो आज। गाडी नै नभेट्ने जस्तो रहेछ नि है। चप्पल खोइ है बुइनीको, आमा चप्पल छैन। 5 बजी चाहिँ गाडी सिद्धिसकेर यहाँ हेर्नु पर्यो। इटरीसम्म जाने मात्रै पाउँछ र विराटनगर इटरी, विराटनगर इटरी खाली छ हौ। पहिलोचोटि बहिनी हिँड्छ र यो गाडी छ त फर्किने सबै इटरी जानेसम्म मात्रै रहेछ क्या गाडी नै। बाटो मात्रै ब्लक, भिडियो बनाउने पाइनँ नि मैले। यो जान्छ पूर्व उतापट्टि हामीलाई के लान्छ अरे भन, लान्छ अरे अहिले मान्छे खाल छैन नि त, जाँदैन होला हौ। अघि हामीलाई वास्तै गरेन कसले। लाँदैन होला नि त त्यसले, जाँदैन हगिदिनु जस्तो हौ भन, पढाइदिनु पर्ने थाहा छैन अरे त नि। खोइ नानीको चप्पल, आमाको चप्पल चुटेको र नानीको चप्पल नभएको र होइन।
मोबाइल दिइहाल्यो अब त के अब त ल्याउ न पैसाको झोला त तिमीहरूलाई म छोडिराख्छु बाबा म गरिदिनु न हौ 3 जना छौँ यहाँ हेर्नु न नानी बेलबारी लादिनँ भन्छ त यो गाडीले त जाउँ न भन्नु न बेलबारी जानेहरू अहिले होइन बेलबारी विराट चोक अहिले होइन अन्तिममा जाने बेलामा ल सिट चाहिँ छोडिदिनु पर्छ नि बेलबारी विराट चोकले नरिसाउनु हिँडे यहाँको मात्रै गाडी छ अरू गाडी छैन तपाईँ कहाँ जाने मेरो चप्पल चुट्टेको र यहाँ चप्पल बनाउने भएको भए पनि हुने नि होइन आयो होइन चप्पल सिउनु हुन्थ्यो नि त गाडीले लादिन भनौँ नि मलाई बात पर्दैन म्याजिक भेट्दैन हजुर पुऱ्याइदिनु न हामी अहिले यहाँ पनि त गयो पैसाको पकाइ बोकिहालेर केमा गरेन अब म नभए म आफै आइहाल्छु नि इटरीसम्मको टुक्रे बस आएर अब फेरि पर म्याजिक जाँदैछौँ हिँड्दै त्यो छ नि त कलबाटै कल पर्छ नि झ्याउ हुन्छ कि गाडी फेरि यता त्यो गाडीबाट जाँदा पनि जाँदिनँ म निसासेर मरिन्छ छोडिदिने है कहाँ जानु छ ल यो पछि कस्तो उता जाउँ न यहाँ बसमा जाउँ न ऊ काँक्रा भित्र जानेमा जाउँ त लुबोको आउँछ त ऊ गयो गाडीहरू त गाडी नै पाएन क्या भाउने म्याजिक नजान रे यहाँनिर मलाई मार्न आँटिसक्यो खालि खुट्टा ऊ परे छ त ऊ बस ऊ परे जाउँ न उयो बस आऊ न यता ऊ बस छ त बस गइहाल्छ होला हामी पुग्दा ठ्याक्कै आइपुग्यो हजुर कहाँको यस्तो लुगासँग यस्तो गाँडहरूसँग तपाईँहरू मासु पकाइसक्नु भयो कतिको ल भाउजू पछि आउँछु
हुन्छ के ब्लग बनाएको है दुःख गरेर मैले भ्लग जन्मियो हेलो भान्जा कहाँ हो भाउ? होइन बहिनी 7 बज्न कति मिनटमा 15 मिनटमा बेलरी आइपुग्यौँ हामी टुक्रा 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 गरेर बाई भन न फेरि बाई भन न हामी कहाँ गइरहेको धरान कहाँ गइरहेको आयुन